नमस्ते साथीहरु, स्वागत छ हाम्रो युट्युब च्यानलमा। साथीहरु, आजको यस भिडियोमा पनि फेरि म तपाईलाई प्ले स्टोरमा अवेलेबल भएको नयाँ एपको चाहिँ रिभ्यू गर्नेछु र यो एप चाहिँ रियल हो कि फेक हो र यो कुन कम्पनीको हो सबै जानकारी यस भिडियोमा बताउने छु। र साथीहरु, यो चाहिँ एउटा एजुकेसनल पर्पजको भिडियो र यस्ता एपहरुलाई चलाउने नचलाउने यो तपाईहरुको आफ्नै विचार हो। आफ्नै रिस्कमा चाहिँ यसलाई चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। एपको लिंक चाहिँ तपाईले भिडियोको डिस्क्रिप्सन अथवा पिन कमेन्टमा रहेको छ, त्यहाँबाट सिम्पली प्ले स्टोरबाट यसलाई तपाईले इन्स्टल गर्नु होला र साथीहरु इन्स्टल गरिसकेपछि सिम्पली कुनै पनि जिमेलबाट यस एपमा चाहिँ आफ्नो एकाउन्ट क्रिएट गर्नु होला र साथीहरु एकाउन्ट क्रिएट गरी ओपन गर्नु होला र साथीहरु ओपन गर्न साथ डाइरेक्टली तपाईहरु यस एपको होम पेजमा आउनुहुनेछ र मेरो लिंकबाट तपाईले एकाउन्ट बनाउनु भएको छ भने तपाईले 199 कोइन चाहिँ यहाँ कलेक्ट गर्न सक्नुहुन्छ। एपको नाम रहेको छ अनजेट र यो चाहिँ अन रिवार्ड 11 कम्पनीकै हो। रिवार्ड 11 पनि रियल हो कि फेक हो यो भन्दा अगाडि मैले यसको बारेमा भिडियो बनाइसकेको छु भने यो पनि त्यस्तै टाइपको चाहिँ एउटा गेम खेल्दै तपाईले कोइनहरुलाई कलेक्ट गर्ने एउटा इन्टरटेनमेन्ट पर्पजको लागि पनि तपाईले यो एपलाई चाहिँ प्रयोग गर्न सक्नुहुनेछ। र त्यस्तै गरी फर्स्ट टाइममा चाहिँ तपाईले यहाँ प्ले टाइम भन्ने देख्न सक्नुहुन्छ टपमा। तपाईले यहाँ प्ले गरेर गेमलाई चाहिँ प्ले गरेर तपाईले खेल्नु होला र यहाँ दिएका गेमहरु खेल्दै तपाईले कोइनहरुलाई कलेक्ट गर्न सक्नुहुन्छ भने त्यस्तै गरी यहाँतिर तपाईले सर्वेहरु दिइरहेको हुन्छ। यो सर्वेहरुलाई कम्प्लिट गर्दा नि कोइनहरुलाई कलेक्ट गर्न सक्नुहुन्छ। गेम भन्ने अप्सन रहेको छ। त्यस्तै गरी यहाँ तपाईले क्विजहरु विभिन्न गेमहरु रहेको छन् जसमा तपाईले 10 कोइनहरुलाई चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ र त्यस्तै गरी डेली बोनस भन्ने रहेको छ। एभ्री डे तपाईले 10 कोइन चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ भने त्यस्तै गरी वाच एन्ड अर्नमा चाहिँ 5 कोइन अर्निङ गर्न सक्नुहुनेछ। र साथीहरु, यो चाहिँ इनेबल गर्नको लागि चाहिँ सबभन्दा पहिला तपाईले यहाँ भएको कुनै पनि गेम चाहिँ प्ले गर्नुपर्नेछ र गेम प्ले भएपछि मात्र यो एक्टिभेट हुनेछ। र त्यस्तै गरी अब भने तपाईले यस एपलाई अरु साथीलाई रिफर गरेर पनि कोइनहरुलाई कलेक्ट गर्न सक्नुहुन्छ। रिफर गर्नको लागि मुनतिर रिफर भन्ने अप्सन रहेको छ। रिफरमा एकपल्ट क्लिक गर्नु होला र साथीहरु क्लिक गरिसकेपछि यहाँतिर तपाईले एउटा लिंक पाउनुहुन्छ। यो लिंकलाई कपी गर्नु होला। कपी गरेको लिंकलाई अरु साथीलाई शेयर गर्न, जति पनि साथीले तपाईको लिंकबाट रजिस्टर गर्नुहुन्छ भने उहाँले स्टेली 199 कोइन चाहिँ कलेक्ट गर्न सक्नुहुन्छ भने त्यस्तै गरी तपाईहरुले चाहिँ कुनै पनि साथीले यो लिंकबाट रजिस्टर गर्नुहुन्छ, एकाउन्ट बनाउनुहुन्छ, यसमा गेम खेल्नुहुन्छ, फर्स्ट अफरहरु कम्प्लिट गर्नुहुन्छ, तब मात्र तपाईले पर रिफरमा 450 कोइन कलेक्ट गर्न सक्नुहुन्छ। 1 देखि 150 जनाले रिफर गर्दा 450 र त्यस्तै गरी 151 देखि 300 जनासम्म रिफर गर्दा पर रिफरमा 550 गर्दै तपाईले यहाँ देख्न सक्नुहुन्छ 1000 पर रिफरमा 1000 कोइनसम्म यहाँ कलेक्ट गर्न सक्नुहुन्छ। र साथीहरु, कलेक्ट गरेका कोइनहरुलाई सिम्पली यहाँबाट तपाईले विथड्र गर्न सक्नुहुन्छ, निकाल्न सक्नुहुन्छ। निकाल्नको लागि यहाँ रिडिम भन्ने अप्सन रहेको छ। रिडिममा एकपल्ट क्लिक गर्नु होला र तपाईको अवेलेबल ब्यालेन्स कति रहेको छ त्यो देख्न सक्नुहुन्छ। र यहाँतिर दुईटा अप्सन रहेको छ। यहाँतिर तपाईले पेपालमा पनि रिडिम गर्न सक्नुहुन्छ। पेपालको लागि चाहिँ 8000 को $1 रहेको छ भने त्यस्तै गरी यहाँ बाइनेन्स USDT रहेको छ। बाइनेन्समा एकपल्ट क्लिक गर्नु होला जसमा चाहिँ 8000 कोइनको $1 रहेको छ। र पेपालबाट चाहिँ अलिकति डिफिकल्ट हुन्छ इसिओमा ल्याउन भने बाइनेन्सबाट तपाईले सजिलैसँग इसिओमा चाहिँ ल्याउन सक्नुहुनेछ। र साथीहरु, तपाईले सक्नु भएन भने नेक्स्ट भिडियोमा चाहिँ म तपाईलाई बताउने छु। मेरो यी कम्पनीबाट चाहिँ मैले रकमहरु चाहिँ निकालेको छु। त्यो रकमहरुलाई चाहिँ म एक्सचेन्ज गरेर पनि देखाउने छु। सो यो चाहिँ एउटा एजुकेसन पर्पजको लागि चाहिँ बनाएको भिडियो रहेको छ। यस्ता एपहरु प्रयोग गर्ने नगर्ने तपाईहरुको आफ्नो विचार हो। नेक्स्ट टाइम चाहिँ यसले पेमेन्ट दिन्छ कि दिन्न, यो रियल हो कि फेक हो, म तपाईलाई अर्को भिडियोमा चाहिँ बताउने छु। तपाईहरुसँग टाइम छ भने यसलाई चाहिँ प्रयोग गर्न चाहनुहुन्छ भने तपाईले प्रयोग गर्न सक्नुहुनेछ।